वाओ बोन म्यारो मुलाहरू सबलाई त काम हान्छ होला त्यही भएर मासु एक प्लेट भात पनि देऊ न यो झोलसँग खानलाई हाई गाइस वेलकम टु माई च्यानल। आज चाहिँ हामी त्रिशुवन तास एन्ड मोमो हाउसमा आएको छौँ। यस्तो सिडनीमा जाडो परिरहेको छ, अहिले नि लास्टै चिसो हावा चलेछ। अब यहाँको आज हामी खसीको मोमो ट्राई गर्न आएको छौँ। जाउँ है। सो हामीले चाहिँ 5 प्लेट मोमो अर्डर गऱ्यौँ अनि दिस वाज हाउ इट केम। उहाँले चाहिँ एउटा प्लेटमा चटनी, त्यसपछि पिरो चटनी अनि खसीको झोल र मोमो प्रोभाइड गर्नुभएको थियो। एन्ड दिस वाज माई रियाक्सन आफ्टर ह्याभिङ इट है। वाओ कस्तो लाग्यो मन? मिठो मिठो लाग्यो? मिठो मिठो साथी मासु कतिको तातो हुन्छ यार मासु कति तातो एक प्लेट भात पनि देऊ न यो झोलसँग खानलाई एक प्लेट भात पनि देऊ न यो झोलसँग खानलाई त्यति भनेपछि केही भन्नै पर्दैन टाको रस हुन्छ नि त नेपालको टेस्ट हुन्छ ठिकै छ किमा पनि झोलसँग चाहिँ ट्राई गरौँ है। पिरो अचार यो चाहिँ मिठो रहेछ। यो अचार चाहिँ कुन हो? हल्का अमिलो हल्का अमिला। यो चटनी चाहिँ मन परेन मलाई त्यति। यो चाहिँ मिठो रहेछ। चिसो बढिरहेको बेलामा तातो तातो झोल के अरे ट्याक्कै यहाँ हाल्ने चटनी के यसमा सबैले पठाएन र आँखा लाग्छ के नपठाऊ। ओइ बोन म्यारो मुलाहरू सबलाई त काम हान्छ होला त्यही भएर आज के बार बुधबार वेन्सडे हाल्यो आज यो चाहिँ उहाँहरूको सेकेन्ड आउटलेट ओभनमै। फर्स्ट आउटलेटको त ट्राई गरेको थिएन, तर सेकेन्ड आउटलेटको चाहिँ मिठो लाग्यो। मेरो सक्दैन यस्तो कोरोना आएको फेरि रिजर्भ हाल्नु न भइहाल्यो रोक्दैन उसको 10 मिनट होल्डिङमा बस सकिहाल्छ पुरै आउनु पाउँछ त होइन पाउँछ होइन Hmm? फेरि